वायरिङ भनेको के हो? आजको भाग 1 मा हामी वायरिङको विषयमा छलफल गर्नेछौँ। विद्युतको बारेमा त हामी सबैलाई थाहा नै छ। हामीले प्रयोग गर्दै आइरहेका छौँ। हामीले नाङ्गो आँखाले पनि देख्दै आइरहेका छौँ। जस्तै बिजुलीको तार, बिजुलीको पोल र विद्युत बिना आजको आधुनिक युगको कल्पना पनि गर्न सकिँदैन। आजको आधुनिक युग र विद्युत एक अर्काका परिपूरक हुन्। अब हामी वायरिङको बारेमा छलफल गरौँ। वायरिङ भनेको के हो त? विद्युत केन्द्रबाट उत्पादन भएको विद्युत प्रसारण लाइनको माध्यमद्वारा सब स्टेसनमा पुर्याइन्छ र सब स्टेसनबाट तपाईँ हाम्रो घरसम्म आइपुग्छ। त्यही विद्युतलाई नियमबद्ध सुरक्षित हिसाबले वितरण लाइन अथवा पोलबाट एनर्जी मिटर, एमसिबी, फ्युज, जक्सन बक्स, पावर सकेट, स्विच आदिलाई जोडेर विद्युतीय उपकरणहरू चलाउनको लागि बनाइने परिपथ नै वायरिङ हो। सामान्यतः वायरिङ दुई प्रकारको हुन्छ, हाउस वायरिङ र इन्डस्ट्रियल वायरिङ, औद्योगिक वायरिङ। अब यसमा पनि हाउस वायरिङ पनि सिङ्गल फेस र 3 फेस गरेर दुई टाइपको अथवा दुई प्रकारको हुन्छ, सिङ्गल फेस र 3 फेस। यो भिडियोबाट हजुरहरूले केही न केही ज्ञान प्राप्त गर्नुभयो होला। आत्मालाई साँची राखेर मनन गर्नुहोस्। यो भिडियोबाट केही न केही ज्ञान प्राप्त गर्नुभयो भने च्यानललाई सब्स्क्राइब, लाइक र कमेन्ट गरिदिनुहोस्। त्यसमा सबैको आत्मामा विराजमान परमात्मालाई धन्यवाद दिँदै परमात्माले सधैँ सबैको भलो र कल्याण गरून्। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा चाहन्छु। धन्यवाद।